नमस्कार। नमस्कार। बस्नुस् न। के कति कामले आउनु होला सिस्टरहरु? तपाईहरु भर्खरै विवाह गर्नुभएको कुरा हामीले थाहा पायौं, त्यही भएर शुभकामना कार्ड दिनु भन्छ। हजुर, हामीले यसपालि मक्सिरमा बिहे गरेको सिस्टर। अनि तपाईहरुको चाहिँ बच्चा जन्माउने योजना के छ नि? योजना त छ सिस्टर, त्यसको लागि के गर्नुपर्छ? त्यसको लागि चाहिँ तपाईहरु दुवैजना श्रीमती नै फोलिक एसिड जसलाई चाहिँ भिटामिन B9 भनेर पनि चिनिन्छ, यो औषधि चाहिँ बच्चा योजना गरेको 3 महिना अगाडिदेखि नै दुवैजनाले खानुपर्छ। हो र सिस्टर, अहिले मैले पनि खानुपर्छ र पहिले त पुरुषले खाँदैनन् थिए, महिलाले मात्रै खान्थे त? हो, यो तपाईले पनि खानुपर्छ। किन? यदि बच्चाको योजना गर्नुभन्दा 3 महिना अगाडिदेखि नै श्रीमती दुवैजनाले फोलिक एसिड औषधि खायो भने चाहिँ महिलाको डिम्ब र पुरुषको अण्डको राम्रो विकसित भई राम्रो अण्डको निषेचन हुन्छ, जसले गर्दाखेरि राम्रो स्वस्थ र तन्दुरुस्त बच्चा जन्मनमा मद्दत गर्दछ। बच्चा बसेपछि चाहिँ महिलाले मात्रै खाने, जसले गर्दा चाहिँ बच्चामा जन्मजात हुने विकृति, ढाडको हड्डीमा प्वाल पर्ने, मासु पलाउने, ओठ फाट्ने, तालु फाट्ने, मुटुमा प्वाल पर्ने, टाउकोमा पानी जम्ने जस्ता समस्याहरू चाहिँ फोलिक एसिडको कमीले हुन सक्छ। त्यसैले फोलिक एसिड चाहिँ अनिवार्य खानुपर्छ। मलाई औषधि खान लास्टै झ्याउ हुन्छ सिस्टर। झ्याउ त सबैजनालाई लाग्छ, तर के तपाईहरुलाई बच्चा यस्तो होस् भन्ने लागेको छ त? हेर्नुस् त। ओहो, यस्तो भएपछि त हामीले औषधि खानै पो पर्ने रहेछ त। ओ सिस्टर, यो औषधि चाहिँ कहाँ किन्न पाइन्छ? यो औषधि चाहिँ स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ। अनि यो खानेचक्की बाहेक हामीले दैनिक खानेकुराहरूमा पनि फोलिक एसिड प्राप्त गर्न सकिन्छ। यो चाहिँ हाम्रै करेसाबारीमा फल्छ, तपाईहरुले नियमित खानेकुरामा मिलाएर खान सक्नुहुन्छ। सिस्टर, यो औषधि चाहिँ खान भुलियो भने के गर्ने होला हामीले? यो औषधि चाहिँ तपाईले खान बिर्सिनु भयो भने सम्झिने बित्तिकै 1 ट्याब्लेट खाने, दिनको 1 ट्याब्लेट भन्दा बढी चाहिँ तपाईले खान मिल्दैन। सिस्टरहरु धेरै राम्रो कुरा सिकाउनु भयो, यहाँहरुलाई धेरै धेरै धन्यवाद। हुन्छ।